राष्ट्र बैंकको डिप्युटी गभर्नरको पदमा किरण पण्डित नियुक्त हुनुभएको छ। फागुन 24 गते नै उक्त पदको कार्यकाल सकिएको थियो। त्यसयता उक्त पद खाली नै थियो र अहिले किरण पण्डित डिप्युटी गभर्नरको रूपमा नियुक्त हुनुभएको छ। राष्ट्र बैंकको गभर्नर र डिप्युटी गभर्नरको नियुक्ति कसरी हुन्छ? राष्ट्र बैंक एउटा यस्तो बैंक जसले देशको मौद्रिक बैंकिङ प्रणाली र आर्थिक स्थिरतालाई नियन्त्रण गर्छ। पैसा छाप्ने, राज्यको खाता राख्ने, व्यावसायिक बैंकहरूको पैसा राख्नेदेखि लिएर ऋण दिने र अन्तिम ऋणदाताको रूपमा राष्ट्र बैंकलाई चिनिन्छ र हामीले चलाउने प्रत्येक पैसामा गभर्नरको सिग्नेचर हुन्छ। अब बुझौं गभर्नर र डिप्युटी गभर्नरको नियुक्ति कसरी हुन्छ। नेपाल राष्ट्र बैंक ऐन 2058 को परिच्छेद 3 को दफा 14 मा उल्लेख भए अनुसार एकजना अध्यक्ष, गभर्नर र 6 जना अन्य सदस्यहरू रहने भन्ने व्यवस्था छ। ती 6 जना सदस्यहरू मध्येबाट 2 जना डिप्युटी गभर्नर रहने भन्ने व्यवस्था रहेको छ। तल दफा 15 मा गभर्नर नियुक्तिका बारेमा व्यवस्था गरिएको छ। त्यस व्यवस्था अनुसार नेपाल सरकार मन्त्री परिषदले गभर्नरको नियुक्ति गरिन्छ। अब प्रश्न उठ्छ, कसको सिफारिसमा नेपाल सरकार मन्त्री परिषदले गभर्नरको नियुक्ति गर्छ? त्यसको लागि एउटा समिति गठन गरिन्छ। उक्त समितिमा 1 जना अध्यक्ष र 2 जना सदस्य हुने गरी समिति गठन गरिएको हुन्छ। उक्त समितिको अध्यक्षमा अर्थमन्त्री, अर्को सदस्यको रूपमा पूर्व गभर्नरहरू मध्येबाट 1 जना र अर्को सदस्यको रूपमा बैंकिङ क्षेत्रमा अनुभव प्राप्त वरिष्ठ व्यक्तिलाई राखिने गरेको छ र उक्त समितिले सिफारिस गरेको व्यक्तिलाई गभर्नरको रूपमा नेपाल सरकार मन्त्री परिषदले नियुक्त गर्ने। डिप्युटी गभर्नरको नियुक्ति दफा 16 अनुसार हुने भन्ने व्यवस्था गरिएको छ। उक्त व्यवस्था अनुसार गभर्नरको सिफारिसमा नेपाल सरकार मन्त्री परिषदले डिप्युटी गभर्नरको नियुक्ति गर्ने भन्ने व्यवस्था रहेको छ। अब बढौं योग्यतातर्फ। दफा 20 अनुसार नेपालको नागरिक भएको, उच्च नैतिक आचरण भएको, नेपालको आर्थिक, मौद्रिक, बैंकिङ, वाणिज्य, व्यवस्थापन, गणितशास्त्र वा कानूनी विषयमा कम्तीमा पनि स्नातकोत्तर हासिल गरेको र यी क्षेत्रहरूमा कार्य अनुभव रहेको व्यक्ति हुनुपर्छ। योग्यता सँगसँगै अयोग्यता पनि उल्लेख गरेको छ। दफा 21 अनुसार उल्लेखित व्यक्तिहरू गभर्नर तथा डिप्युटी गभर्नर र सञ्चालक पदको लागि अयोग्य नहुने भन्ने उल्लेख गरेको छ। राजनीतिक दलको सदस्य वा पदाधिकारी नरहेको, वाणिज्य तथा बैंकिङ संस्थाहरूको कालो सूचीमा नपरेको, साहुको ऋण तिर्न नसकेर दामासाहीमा परेको व्यक्ति, बहुल्याएको व्यक्ति वा फौजदारी कसुरमा अदालतबाट सजाय पाएको व्यक्ति, यी व्यक्तिहरू गभर्नर तथा डिप्युटी गभर्नरको लागि अयोग्य व्यक्ति हुन् भन्ने उल्लेख गरिएको छ।